हाई एभ्रिवान, गुड इभिनिङ। सेवानी सबैजनालाई अहिले भने चाहिँ गुड इभिनिङ भइरहेको छ हो। 5 साढे 5 हुन आँटेको छ, तर घाम चाहिँ यस्तो मजाले लागिरहेको छ। नानीहरू रुमकै बाहिर आयो, रुमभित्र नै बस्छ। हाम्रो चाहिँ मजाले मुम्बईमा घरमा फोन गरेको, घरमा चाहिँ मतलब रात पर्नु आँटिसक्यो अरे, अँध्यारो हुन आँट्यो, अँध्यारो हुँदैछ भन्नु हुँदै थियो नानीले लगभग। अन्त अहिले त्यस्तो मजाले घाम लागिरहेछ। म चाहिँ नुहाइ गरेर फ्रेस भएर बसिरहेको छु। अन्त मैले बिर्सिरहेको रहेछु कि हिजो चाहिँ मलाई नानीले बेलुका पान ल्याइदिनु भएको थियो हो, मिठा पान साइड सकिनबाट एकदम कमन प्लान्ट चल्ती फेमस प्लान्ट ल्याइदिनु भएको थियो। त्यो चाहिँ मैले खाना खाइसकेको थिएँ बेलुका, त्यो भएर मैले खाइनँ। अन्त भोलि खान्छु भनेर चाहिँ अघिसकेको थिएँ होइन गाइस, मैले बिर्सेछु हो। अन्त अब चाहिँ मलाई अचानक याद आएर पान खाने चाहिँ देखाउँछु ल तपाईँहरूलाई कस्तो मजाले प्याक गरेको हुँदो रहेछ सिल्भर फोइलमा हो, कोन सेटमा। दुइटै त म खाइहाल्दिनँ, बेलुका फ्रिजमा राखेको थिएँ, एकदम चिसो भइरहेको रहेछ ठन्डा। यो पानको दाम त कति रुपियाँ पो भने वो 30 रुपिस रहेछ। एउटा पानको चाहिँ 30 रुपिस पिच रहेछ गाइस। म तपाईँहरूलाई खोलेर देखाउँछु ल। जानुहोस्, दामी बनाउँछ गाइस, यहाँनिर पुरा चल्ती छ। मिठा होस् चाहे के भन्छ जर्दा होस्, पुरा खाँदो रहेछ यताको मान्छेले पानहरू चाहिँ। मलाई पनि खानु मन परेर चाहिँ खोलेर देखाउँछु ल। हेर्नुहोस् गाइस, बिग्रेको त छैन ल, किनभने फ्रिजमा राखेको मैले रातभरि हो। मिठा पान बनारसी हेर्नुहोस्, यस्तो लाग्दो हुँदो रहेछ। भित्रको इन्ग्रिडियन्ट्स के रहेछ भन्दाखेरि नि के किसमिसहरू जस्तो पनि छ के आज म पान खान्छु ल। कति भएको थियो सिक्किममा हुँदा म त्यस्तो खान्थिनँ, तर यता आएर अस्ति एकपल्ट खाएको थिएँ हो। तर म कन्टिन्यू त खाँदिनँ, कोही कोही बेला खानु मनपर्छ। तर यो यताको पानमा चाहिँ सुपारी लाउँदैन रहेछ है, मिठा पानमा सिर्फ मिठाईहरू नरिवलहरू लाउँदो रहेछ हो, सुपारी चाहिँ पाउँदैन रहेछ। चाहिँ गाइस अब चाहिँ खाएँ ल म। मुखमा नअट्ने पान मिठो। मिठो हुन्छ तर एकदम। सुपारी चाहिँ हुँदैन, सुपारी नभएर सबै भित्रको मिठाई नरिवलहरू नरम हुन्छ र यो लङ लास्टिङ चाहिँ हुँदैन पान। सुपारी छ भने चाहिँ त्यो लामो बेरसम्म चबाउँदा हुन्छ। त्यही भएर तर यति बेसी भेराइटिज मिठाई हालेको हुन्छ कि दामी हुन्छ यसको टेस्ट चाहिँ। तपाईँहरू पनि घुम्नु जानु कहीँ जाँदैछ भने पानको नाम वाराणसी भन्ने टेस्ट गर्नुहोस् कि दामी हुन्छ गाइस। यतिकै थियो गाइस आजको मेरो भिडियो, सर्ट एन्ड स्विट हो। त्यो पान देखाउनु मन पऱ्यो, पान खाएको देखाउनु मन परेर गरेको थियो। थ्याङ्क यू फर वाचिङ गाइस, बाई बाई, हेभ अ गुड इभिनिङ टु एभ्री वान।